के हो आउँदैन त खै बोर्डिङ भन्ने आएर छ होइन भने केही हुँदैन बस्ने हो 2 नम्बर डब्बा रहेछ 2 नम्बर आउनु कति मजा आकाशमा उड्छु म हामी हतार नगर्नु बिस्तारै हुन्छ लाग्दै कान्छी तल नहेर्नु मलाई हेर्नु उमाथि हेर्नु यताउता कान्छी फोटो नानु मलाई हेर्नु ल 3 जनाले मलाई हेर्नु नानु मलाई हेर्नु न ल हजुर नाति पनि यता तल पनि सिसा छ यी सबैतिरै होइन यो पोलमा ढुक्लु गरेको क्या छोड्दा नि केही गर्दैन नाप्दा पनि केही हुँदैन मेरो मोबाइल सबै खाली निउको चोद्न साना भने मान्छे नभएर मान्छे गरिब भएपछि हजुरआमा छेउमा छ मम्मी अलि त हेर्नु फोटो खिच्छ त्यहाँ झारेलु त्यहाँ हुन्छ केही हुँदैन जा न उब्री जा नाच्दै जा मुला घुइटे अर्को उचाड यहाँ आउँदैछ माथिबाट आउँदैछ ए मौला कालिका खाली रहेछ त्यो पनि यो नि खाली नै छ यार अब यहाँ पनि घटक्क गर्छ आगा बेलामा खिच्छु मैले अब हेर यहाँ पनि घटक्क गर्छ है माथि पुग्योपछि यहाँ चाहिँ मान्छेहरू छ नि 2-4 जना त्यो टिकट कोसँग छ सुरक्षित गुड सबै तथा छन् नानु के हो कान थुन्यो यत्रो यहाँ झ्याल खोल्दिरहेछ मैले झन् सिसा हावा आओस् अनि गुम्बा जस्तो भएको हाइट राजा बेटा हेर कोही पनि छैन अनि फेरि लेफ्ट राइट के दामी 10 जना आटिन्छ
कि यस्तै उस पर्छ उता हेर्न वेट गर्दैछ छ तल नहेर्नु न पछाडि हेर्नु अब लु पछाडि घर हेर न बुढालाई अब ठ्याक्क लु अब लिनुपर्छ है कान्छी ढोका खोल्छ आफै लु अब निस्किनु थाल्यो छोडेर अर्कातिर लाग्यो होला बिस्तार आउने सरहरूको सवारीको खिच्नु पर्यो नि त सवारीको खै मेरी झोला लिएर ल एकचोटि हेर्नु हलो गर्नु लु फेरि हिँड्नु टोइ टोइ हिँडे हिँडे गर्नु हुन्छ हुन्छ हुने रहेछ लामो पुच्छा रहेछौ तर्फ सरस्वतीको मूर्ति मन्दिरको ढोकाको दायाँतर्फ गणेशको मूर्ति रहेछ। अब हामी मन्दिरतर्फ जाँदैछौँ। यहाँ दुईटा पागलले हामीलाई स्वागत जय चन्द्र सूर्य।
यसरी सबैतिर त म त एउटा लाँदैन त ए म छेउमा बस्ने भन्दै थिएँ केमा छौ सबै झोलामा यी कुनै आउँछ यस्तै अब यहाँ ठाङ्ग गर्छ न के ठाङ गर्दैन गर्दैन हौ ठाङ्ग ए जान्छ हट्नु बुवा छुइनँ यहाँ बुवा छुइनँ अरे दाइ जाऊ भाइ पदम झिक्नु त स्पिडले जाऊ ए पिङ्कीले यस्तै भनेर पिङ्गेले यस्तो अस्ति हामीले तर अलिक हुँदैन को त हजुर उठ्न गरिहाल्छ नि कि त डस्टबिन राखिदिनु पर्यो ओस्टे खानु बदाम भने उहिले बदाम अहिले तल ओर्लेपछि च्याउ खानु खानु छोरी खानु खाऊ खाऊ ए मलाई साँच्चै त्यो निम्की अनि निरौला हो र निम्की हजुरआमा हो नि त निरौला निरौलाको नाति नाति हो नि त ऊ निम्कीले ए निरौलाले के निम्की खान्छ खाँदैन मैले खाइदिनु ल ऊ गीत गीत पिक्का सबै झरेर सको हो त्यो झ्याग्ने त्यो फटा तर त्यसलाई हामीले भन्नु हुने अरूमा नहुने भन्ने होइन सबैमा हुन्छ नेपालमा उता त्यो आगो लागेको आगो बालेको कुखुरा हाट्यो हामी हेरेर यति जाने ठाउँ चाहिँ अझै कति छ कति आधी भयो यो सामुदायिक